हाल्यो भन्दियो अब चुम्मा खाइदियो अब यति मम्मीले काटिसक्नुभयो अनि मम्मी यति भए पुग्छ होइन हाम्रो गरेर अनि फेरि बस्छु अनि फेरि पानी फिल्टर हाल्नुपर्छ अनि फेरि पानी लगिदिनुपर्छ अनि फ्रिजमा हाल्नुपर्छ पानी अनि खाजा 2 बजे बनाउनुपर्छ लानुपर्छ खुवाउनुपर्छ फेरि भाडा मान्नुपर्छ। हेलो गाइज आइ तपाईँ सन्चै हुनुहुन्छ म पनि एकदम सन्चै छु। मेरो न्यू डे न्यू ब्लगमा सुरु भइरहेको छ। आज चाहिँ म खरिकै कुक भिडियो लिएर आइरहेकी छु। आज चाहिँ म कलेज गएँ किनकि हाम्रो घरमा रोपाई ठुलो रोपाई छ डाँडामा। लास्टसम्म हेर्नु होला। ओके यहाँ भान्सामा चाहिँ के हुँदैछ म तपाईँहरूलाई देखाउन चाहन्छु। हुन्छ यहाँ त आगो निलेछ दुध पकाइदिनु भएको मम्मीले चाहिँ आज होइन कति दिनपछि चाहिँ बिस्कुट खान मन लागेको छ। चिउरा बिस्कुट दुध अब म खान्छु। मम्मीलाई भन्छ न मम्मा बिस्कुट लिएर आम याहु मम्मीले मान्नुभयो। ऊ हुनुहुन्छ मम्मी चाहिँ क्रिममा लागि टेस्टी लिएर अब चाहिँ म जान लागेको साथीहरू। साइकल चाहिँ हाम्रो ऊ त्यहाँ छ। अब म लिएर जान्छु अनि म आउँछु अनि भिडियो कन्टिन्यू गर्छु। ओके सो गाइज म चाहिँ पसल गरेर 2टा बिस्कुट र एउटा भाँडामा नै साबुन ल्याइसकेकी छु। अब चाहिँ यहाँ दुध लिन आउनुहुन्छ। यो चाहिँ सानो मान्छेको लागि यो चाहिँ ठुलो मान्छेको लागि हो। अब आउनुहुन्छ अनि म चाहिँ दिन्छु। आज चाहिँ घर बस्न यही हो क्या को आउनुहुन्छ दुध दिनु भात तरकारी पकाउन चाहिँ म घर बसेको साथीहरू। दुध चाहिँ फेरि यहाँ उम्लिएर भुक्क परिरहेको छ। भाउजू चाहिँ यहाँ दुध लिन आइसक्नु भएको छ। मैले यहाँ दिइसकेकी छु। अब चाहिँ यहाँ अर्को सानो नानीको लागि आएकै छैन। अब म चाहिँ यहाँ दुध निकालेर यो दाल पकाउँछु। कस्तो मिठो हुन्छ यो दाल। वाउ मैले बिस्कुट ल्याएको थिएँ नि त पसलदेखि बिस्कुट ल्याएकी छु। अब त्यो सबै मिक्स गरेर म खाने छु साथीहरू। म तपाईँहरू देखाउँछु हेर्नु ल। म चाहिँ चिउरा लिन आएकी छु। यहाँ चाहिँ सबै चिउरा क्या फुट गई मैं तो समझ नहीं। हिंदी मुझे बोलना नहीं आता है ते पनि कभी कभी बोलती हूँ सिक्ती हूँ नि त। जति बोलो त्यति सिकिन्छ साथीहरू। अनि म चाहिँ चिउरा ल्याइसकेकी छु। मैले चाहिँ ठिक पारिसकेकी छु। दुध चिउरा बिस्कुट अनि यो पानी चाहिँ म खानेको पनि हुन्छ। पानी पनि अड्किने त मलाई नि मात्र होला। अब म यो खानु पनि हुन्छ। कस्तो मिठो भइसक्यो। चलाउँछु ल ल ल पनि दुध लगिसकेकी छे। तपाईँलाई चिया पकाइदैन खेतमा जान्छु रोपाइ गर्नुपर्ने आज। खाने वातावरण पनि छैन। बाबाले चिया लगिदिँदैछु। बाबाको मुख गलेर सबैजना थकान भइसकेको छ। कागती चाहियो अरे चियामा अनि लिन जाँदैछु चाहिँ। यस्तो सागुरो छ नि साथीहरू यस्तो सागुरो छ। यस्तो घारीमा पठाउने मान्छे चाहिँ को होला क्या भन्नुहोस् त। सर्पदेखि फेरि लास्टै डर लाग्छ मलाई चाहिँ। यस्तो गाडी छ यहाँ। कागती तिमी कहाँ छौ? कागती तिमी कहाँ छौ? मलाई टुप्लुक्क फलेका ज्यान फेरि कस्तो राम्रो फलेको क्या कागती। वाउ म चाहिँ जान्छु फेरि। यस्तो सागुरो बाटो छ नि फेरि के भन्नुहुन्छ। मम्मीलाई चिया दिन आँटेको। 4,400 मैले दुध चिउरा खान आँटेको त मम्मीले सबै खाइसक्नु भएको। उहाँले नै सबै खाइसक्नु भएको। उहाँले नै ल के छ गर्नुभयो। मम्मी तरकारी के पकाउनु? ओ माई गॉड के मम्मी चाहिँ च्याउचा कराएको गर्नुहुन्छ। यो मम्मी चाहिँ मम्मीलाई गाली गर्नुपर्छ।
ला 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 कोठुली 2 वर्षमा हेरेका अरे अनि बाबा मम्मी यत्रो हुँदा के हुन्थ्यो बम्बिनी हुनु त उठ्नु न उठ्नु बाबा सबैजना उठ्नु को अग्लो म बाबा उठ्नु न म हामी त सबै बराबरी छौँ राम राम जाउँ झरौँ मम्मी झरौँ तरकारी खोजौँ तरकारी उता छ उता उता तरकारी यता छ यता यता तरकारी यता 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 तरकारी यता यता टिकटक बनायो अनि बाख्रा लायो अनि यो खेत दुर्न लायो अनि चाहिँ काम छोड्दै पर्छ भन्दा चाहिँ सुमेर एउटा तिते करेली लक्षिन किन सोयाबिन पकाऊँ आज किन्न जानु मम्मीले काटिदिनुहुन्छ तरकारी गर्मीले भनेको चाहिँ मम्मीलाई जति पकाउँदा पनि नकाटिदिने अरे तरकारी क्याकको रुमै खै छोड्नु म काट्छु अब यसलाई त खसी जस्तै च्वाट 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 पारिदिन्छु सो गाइस म चाहिँ हाम्रो करेसाबारी हेर्न सक्नुहुन्छ तपाईँहरू हाम्रो करेसाबारीमा चाहिँ मुन्टाहरू खान्छौँ बेलुका खाएको थियौँ अलिक भएको छैन त्यसैले म चाहिँ अब अहिले चाहिँ फर्सी पकाउन आँटेको छु गट्टा फर्सी पनि के भने गट्टा हो गट्टा एउटा मेरो निशा बहिनी भन्ने केटीले चाहिँ फोन गरेर के गरेको चाहिँ जति कल नउठाए पनि ऊ जति गल्छ त्यसैले म कल उठाउँछु तर अरूभन्दा अगाडि हेर्न यति धेरै चामल ओ माई गॉड यति धेरै चामल हामी 5 जनाले कसरी खान सक्छौँ भन्नुहोस् त तपाईँहरू त्यसैले लास्टसम्म चाहिँ हेर्नु होला ओके डन सो गाइज मैले चाहिँ यति सफा गर्नुपर्ने हुन्छ यहाँ मैले चाहिँ ग्यास थङथुङ गरेको छु अब यसलाई बढाएर बाँकी छ अब भाँडा मान्न जान आँटेको छु यहाँ जुठो भाँडाहरू छ त त्यसैले लिएर जान आँटेको भाँडा चाहिँ यहाँ छ हिँड्नु सक्नुहुन्छ यसरी यसरी कम्बलको ट्याटुले अब भाँडा माल्नुपर्ने हुन्छ चाहिँ यो भाँडा मालिसकेको छ साथीहरू सो गाइस मैले चाहिँ यहाँ तरकारी पकाइसकेको छु भात चाहिँ यहाँ भर्खर पानी उम्लिँदैछ यहाँ दाल अनि यहाँ चाहिँ तरकारी छ मिठो मिठो कसले बनाएको यस्तो मिठो तरकारी अनि यहाँ चाहिँ भात पाक्दैछ मम्मी चाहिँ पकाउनुहुन्छ क्या भात किनकि यो चामल अर्कै छ नि त अनि गिलो हुन्छ भनेर चाहिँ मैले पानी बसाइदिएको छु अब हेरौँ ल मम्मी के गर्नु हुँदैछ हेरौँ ल हाम्रो मम्मी चाहिँ यहाँ हुनुहुन्छ ऊ यसो गर्नु त देखियो श्रम पनि फेरि आउनुहुन्छ यी हाम्रो बिउ चाहिँ यत्रो भइरहेको छ अब मम्मी चाहिँ तरकारी पकाउनुहुन्छ आज हाम्रो के हाल्यो मम्मी के भन्छ मैजारो आउँछ हाम्रो मैजारो आज चटपटेर दिउँ होइन हामी खाने आज चटपटेर दिउँ त्यो अब यति मम्मीले काटिसक्नुभयो अनि मम्मी यति भए पुग्छ होइन हामीलाई उतापट्टिको बिउ चाहिँ ठुलो मम्मीहरूकोबाट ल्याएको यो चाहिँ हाम्रो उब्रिन्छ जस्तो छ मम्मीको आँखै सानो हो कि खेतै सानो हो ठुलो केही बुझिँदैन मम्मी हिँड्नु न लु पकाउन म बाखा सारिदिन्छु ल कहाँ पाखा कहीँ हुन्न दाजु सुतिरहेको छ दादा चाहिँ सुतिरहेको छ यस्तो गाई पनि हुन्छ उडाइदिन खोज्छ हो यो हाम्रो खाट चाहिँ होइन यो हाम्रो खाट चाहिँ हिजो म टिकटक बनाउँदै थिएँ कि अनि मम्मी चाहिँ नुहाउन आँट्नु भएको छ अरे घर लामै झरो बाख्रो झन्डै के चाहिँ धन्न बाख्रोको आयु चाहिँ लामो रहेछ र हाम्रो बाख्रोको आयु चाहिँ लामो रहेछ र मात्र घर लाममा भएर नि यसलाई उँधो मुन्टो लगाइदिएको नि त किन लडिस् त उँधो मुन्टो लगाइदिएको अब चाहिँ यहाँ म बाख्रा बान्नुपर्ने हुन्छ गाइसहरू यी हाम्रो बाख्राहरू चाहिँ यहाँ छ नि बाख्राहरू हाई गरिदेऊ हाई भन्छ न अब चाहिँ म
बाख्रा सानो पर्ने हुन्छ साथीहरू। सो गाइज अब चाहिँ म बाख्रा बाँध्नु पर्ने हुन्छ, तर अलिकति डिस्टर्ब गर्दा कि यो उज्यालोले, तर केही छैन, मलाई त चिन्नु भइहाल्छ होइन। अब बाख्रा यताउति कुद्छ नि, तपाईँहरूले हेरिदिनु ल। सिद्धिसकेको छ यहाँ बाख्रा बाँधेर पनि, बाख्रा सारेर पनि घाँस झुन्डाएर मकैहरू दिए पनि घाँस झुन्डाएर पनि काम सिद्धिसकेको छ। यहाँ छिन मुग्नु बाख्रे आऊ मुनु आऊ 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 त कति ज्यान छिन हाम्रो मुनु म इस हाम्रो मुन इलो यो हाल्यो भन्यो अब चुम्मा खाइदियो न कस्तै खालके। हाम्रो यस्तै पाठा चाहिँ पहिले 5-6वटै थिए होइन, तर यसपालि चाहिँ एउटा मात्रै छिन् क्या, धेरै माया लाग्छ मुनि 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 मुनि। हाम्रो यहाँ बाछु छिन्, हाम्रो बाछु छिन्, बाछु माया ए उठो सिरन काम पाउँदैन उठाइदि भन्नु ला नभन्नु है त्यस्तो चाहिँ। फेरि अब मेरो काम चाहिँ सिद्धिसकेको छ, यहाँ गाईबस्तुहरूलाई खुसीलाई दिइसकेकी छु अनि म यहाँ अब हिँड्ने तर मैले चाहिँ बट्की हुन आँटो भने हाम्रो रोपाइ छ कि आज उहाँ डाँडामा ठुलो रोपाइ छ, तर म चाहिँ यस्तो काम गर्नु परिरहेको छ। भाडा खालि झुठो भाडा खाना खाएर जानुहुन्छ धान रोप्न, फेरि भाडा माझ्नु मैले 3-4 चोटि भाडा माझिसकेको छ, कति माझ्नु। फेरि काम गरेर अनि फेरि बस्छु अनि फेरि पानी फिल्टर हाल्नुपर्छ अनि फेरि पानी लगिदिनुपर्छ अनि फ्रिजमा हाल्नुपर्छ पानी अनि खाजा 2 बजे बनाउनुपर्छ अनि लानुपर्छ खुवाउनुपर्छ फेरि भाडा मान्नुपर्छ। ओ माई गॉड म भाडा माझ्न आउँछस् के बाच साथीहरू माझिसकेको छु साथीहरू। अहिले मम्मी दादालाई पनि बिउ हालिदिएर आएको।